हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फिल्म इन्टरटेनमेन्ट युट्युब च्यानलमा। साथीहरु, यति देशव्यापी रूपमा प्रदर्शन भइरहेको चलचित्र नरसिंह अवतारले बक्स अफिसमा आजबाट 13 दिन पार गरिसकेको छ। आज 13 दिन फिल्मको अकुपेन्सी कस्तो रह्यो र आज 13 दिन फिल्मले बक्स अफिसमा कतिको कलेक्सन गर्न सफल भयो त यसको बारेमा चर्चा गर्न गइरहेका छौं। भिडियोलाई पुरा हेरेर साथ दिनुहोला। साथीहरु, महानायक राज समाल सर, राज कटवाल, सनिसा भट्टराई, नीति शाह, निरसा, सरोज खनाल आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र नरसिंह अवतार यही जेठको 9 गतेबाट देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ। यो फिल्म नेपाल राज्यभरि लगभग 80 देखि 90 वटा हलमा प्रदर्शनमा आएको छ भने यो फिल्मले हलमा ठिकठाकको सोजहरू पाइरहेको छ। महानायक राज समाल सरले झन्डै 8 वर्षपछि नेपाली चलचित्र क्षेत्रमा नरसिंह अवतारबाट कमब्याक गर्नुभएको छ र महानायकको कमब्याकलाई देखेर पब्लिकहरूले निकै नै खुलेर सपोर्ट पनि गरिरहेका छन् र स्वागत पनि गरिरहेका छन्। साथीहरु, नरसिंह अवतार फिल्म एक्सन र क्राइम जन्ममा आधारित रहेको छ र यो फिल्मलाई पब्लिकहरूबाट ठिकठाकको रेस्पोन्स मिलेको छ। फिल्मले वर्ड अफ माउथ मिक्स पाएको कारणले गर्दा यो फिल्मले बक्स अफिसमा भने जस्तो कलेक्सन गर्न सकिरहेको छैन भन्दा फरक नपर्ला। यो फिल्मले जति पनि अहिले बक्स अफिसमा कलेक्सन गरेको छ त्यो सबै महानायककै कारणले गर्दाखेरि गरिरहेको छ भन्दा पनि फरक नपर्ला। साथीहरु, नरसिंह अवतार फिल्मको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने निर्माण टिमको तर्फबाट र साथै चलचित्र विकास बोर्डको तर्फबाट पहिलो हप्तासम्मको अफिसियल कलेक्सन सार्वजनिक भएको छ। यो फिल्मको निर्माण टिमको अनुसार हेर्ने भने पहिलो हप्तामा यो फिल्मले 2 करोड 4 लाखको ग्रस कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएका छन् भने उता चलचित्र विकास बोर्डको अनुसार हेर्ने भने चाहिँ पहिलो हप्तामा यो फिल्मले 1 करोड 22 लाखको ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जानकारी दिएको छ र हिजो 12 दिनसम्म आइसक्दा निर्माण टिमको अनुसार लगभग 2.5 करोड भन्दा माथिको यो फिल्मको ग्रस कलेक्सन र चलचित्र विकास बोर्डको अनुसार यो फिल्मको कलेक्सन लगभग 1 करोड 50 देखि 60 लाखहरुसम्म पुग्ने देखिरहेको छ र आजबाट यो फिल्मले बक्स अफिसमा 13 दिन पार गरिसकेको छ र आज 13औं दिन पनि यो फिल्मले बक्स अफिसमा ठिकठाकै कलेक्सन गरेको छ। आज बुधबार थुप्रै हलहरुमा डिले थियो र डिले भएको हलहरुमा यो फिल्मको अकुपेन्सी लगभग 30 देखि 50% को देखिएको छ। ओभरअल अकुपेन्सीको बारेमा चर्चा गर्ने बिहान मर्निङ शोमा लगभग 5 देखि 7% को अकुपेन्सी देखिएको थियो भने दिउँसो 10 देखि 15% को अकुपेन्सी देखिएको थियो र अहिले इभिनिङ समय फिल्मको अकुपेन्सी लगभग 15 देखि 20% को देखिएको छ भने थुप्रै डिले भएको हलहरुमा 50% सम्मको अकुपेन्सी पनि देखिएको छ। यसै कारणले गर्दाखेरि आज 13औं दिन नरसिंह अवतार फिल्मले बक्स अफिसमा लगभग 5 लाख भन्दा माथिको ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ र यो फिल्मको कलेक्सन अब भोलिको दिन ठिकठाकै आउने देखिरहेको छ। तर शुक्रबारदेखि यो फिल्मलाई निकै नै चुनौती मिल्ने देखिरहेको छ किनभने शुक्रबारबाट एउटा नयाँ नेपाली फिल्म र साथै बलिउडको फिल्म हाउसफुल 5 प्रदर्शनमा आउँदैछ। यसै कारणले गर्दा यो फिल्मको सोजहरू निकै नै कम हुने मात्रै नभइकिन यो फिल्मले बक्स अफिसमा नि कमजोर कलेक्सन गर्ने देखिरहेको छ। अब नयाँ फिल्म प्रदर्शन भइसकेपछि यो फिल्मको सोजहरू कति बाँकी रहन्छ र साथै बक्स अफिसमा यो फिल्मले कस्तो कलेक्सन गर्छ त्यो भने चाहिँ हेर्न बाँकी नै रहनेछ। झन्डै 1.5 करोड भन्दा माथिको बजेटमा बनेको यो फिल्मले आफ्नो लगानी सुरक्षित गर्नु निम्ति नर्मली पनि 3 करोड भन्दा माथि ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ, जुन कलेक्सन गर्न निम्ति नरसिंह अवतार फिल्मले बक्स अफिसमा आउने दिनमा पनि निकै नै राम्रो कलेक्सन गर्नुपर्ने देखिरहेको छ। अब नरसिंह अवतार फिल्मले आफ्नो लगानी बक्स अफिसमा सुरक्षित गर्छै गर्दैन त्यो भने चाहिँ हेर्न बाँकी नै रहनेछ। साथीहरु, यो त यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइरहेको चलचित्र नरसिंह अवतार फिल्मको आजको अकुपेन्सी र बक्स अफिस कलेक्सन। तपाईले प्रदर्शन भइरहेको महानायक राज समाल अभिनीत चलचित्र नरसिंह अवतार हेर्नु भएको भएन, हेर्नु तपाईलाई फिल्म कस्तो लाग्यो प्लिज आफ्नो कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सिनुहोला। हेर्नु भएको छैन भने आफ्नो नजिक हलमा गएर अवश्य पनि हेर्न सक्नुहुनेछ। हस्त साथी आजलाई यति नै। फेरि पनि यस्तै न्युज तपाईहरुको माझमा लिएर आउने छौं। तपाईले भिडियो मन पर्यो भने भिडियो लाइक गरिदिनु होला र नेपाली कलाकार चलचित्रको बारेमा साथै बक्स अफिस कलेक्सनको बारेमा पल्लो खबर सुन्न निम्ति हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। हस्त नमस्ते।